हाम्रो गाउँको सबैजना सबै मिलेर यसो गेट टुगेदर रौसी आगो नि कुमार दाई खम्मा दाई हो किरेसन दाई भैँसी पाक्दैछ पाडो र सबैजना भेटघाट पूजा छैन भेटघाट हो आज चाहिँ सब भेटघाट मात्र रमाइलो छु आफ्नो गाउँलेहरू मिलेर भेटघाट हाम्रो सन्तजीको अनि यो चाहिँ के हो दिन पऱ्यो त भुटो आयो पछाडिपट्टि घाड मात्रै देख्यो अनि बाबाले चाहिँ खानठाम पाउनु भयो चुलै बसेर खानु भएको सेलाउँछ भनेर बा पकाउँदै खानु भयो फेरि फोन आयो कसको सङ्गीतले फोन गर्यो होला यहाँ भाँडामा देखान पुपु हो बाजी त पानी छ र अनि हाम्रो चितवनबाट आउनुभएको दाइ हजुर अनि यो चाहिँ के यो के को लागि त यो निर्मल दाइ दोकान छ भएको छोरा सबै छ तपाईँ मात्रै अर्जुन हाम्रो यहाँको महामुखिया आउनुहुन्छ भुटान भएको भुटुवा र टाउको मासु नतन दाइ हो अनि आराम दाइ सब ठिक छ खानपिन हुँदैछ नरी भाइ हो ए के हो त कुखुरा पनि रहेछ हौ यो भैँसीले कुनै पाक्दैछ अनि के पाक्दैछ पनि त्यो चाहिँ रक्सी पानी हो यहाँ चाहिँ ढाडा त्यसपछि यो चाहिँ हाम्रो बाख्राखोर के सुतेको यो घन्टे है कसरी सुतेको यो नबाख्रा यो उसको आमालाई साथी कति ठुलो रहेछ बाबा के हो के त हालो यस्तो भैँसी भयो टाढो भयो लड्ला भैँसी हो त्यो जा हाल्छ कि बाबाले ए भन्छ उताबाट चाहिँ हामी उता हरिलाई खोज्नु गयौँ नपाएर छैन छ ए हाल्नु त हालिदिनु त ओ त्यहाँ ल्याउनुहोस् मलाई नि यहाँ खान्छ त नि हो ल्याउनुहोस् दामी धन्यवाद नकाल दा के खाँदैछौँ हामी मारी खाएको भात त चल्दैन भनेको मसिनहरू अहिले चाहिँ बाबापाटीहरू आउनुहुन्छ खाने हल्का खाजा खानुभयो एकछिनपछि फेरि आमा टोलीहरू खसी मासु खसी तिमीहरूको हातको कला अब रिसिभल छ शङ्कर अब सबैलाई टाउको अब यो कता बनाइदिने होला नम्बर त अब थाहै छैन होला अब त्यो बाबा त्यो हाम्रो चाहिँ कतिवटा खसी छ खसी हजुर 7वटा खसी 3टा बोका 7वटा खसी 3टा बोका होइन भैँसीको भोलि ल भैँसीको भोलि पाक्दैछ मेरो आमा खाना भयो खायो यहाँ चाहिँ हाम्रो किचन हो यो कि गाउँघरमा कस्तो किचन भने बिचरा यति हुन्छ नि पकापुत्री सबैले खानु सुकुरीहरू हुन्छ नि सुकुरी त यस्तो हुन्छ यहाँ के सुकुरी आमा हो खसीको र खसी र पाडा सुकुरी यस्तो कति रमाइलो लाग्छ नि बोडीहरू छ नि पकापुत्रीहरू
हामी आज मैले केही बनाउनु बनाएन म भर्खरै सोसोले गरेर आएको ग्यास यो चाहिँ हाम्रो भित्र हो फुपूहरू भाउजूहरू त्यसपछि चाहिँ मलाई जन्म दिने आमा हो कि गाईहरू त्यसपछि मैले पहिला बिहा गर्दाखेरि फोटोहरू मेरो बाबा मेरो आमा अनि म भइहालेँ छोरी त्यसपछि हल्का खाजा खानु भइसकेपछि फेरि सुरु हुँदैछ हाम्रो फेरि खाजाको ब्रेक गर्छु हल्का यो अनि फेरि बेलुकीलाई तयारी बाबा टुटो हुन्छ त्यसपछि फेरि बेलुकी फेरि आउँदै आउनुहुन्छ बेलुकी त्यसपछि कहाँ चुइन्छ नि हिजो चुइन्छ कति हाल्यो त्यसो भयो भने त हाम्रो नि पुस्मागा त के हो टाउको एउटा हो हाल्नुहुन्छ नि हामी लगभग हाम्रो यो कार्यक्रम अब खाने कार्यक्रम र ऊ चाहिँ अब बल्ल काम सकेर बल्ल बस्नु भएको छ अनि हाम्रो फेरि नाच्ने प्रोग्राम पनि छ आज है सरी है अब पानीलाई डिस्टर्ब गरेर तपाईँहरूलाई पानीले डिस्टर्ब गरे पनि दाम गर्नुभयो माछा मार्न जानेलाई कहिले जान्छ मलाई पनि भन्नु जान्छ कुन ठाउँमा दुःख पाउनु बिचरा है पानी त्यस्तो झरी परे बेला बिचरा है दुःख दियो कार नमान्नु ल लाइट आएर लाइट डिस्टर्ब गर्दाखेरि लाइट डिस्टर्ब गरिरहेछ भाउजू दुःख पाउनु बिचरा पानी काशी खान्छौ बिचरा लाइट भयो नि दाजु हाम्रो गाउँको आमा टोलीहरू के है होइन मलाई त जहिले पनि तपाईँहरू चाहिँ नयाँ लाग्छ मलाई मैले देखेर यस्तै हुनुहुन्छ कि दाजुसँग नयाँ त नयाँ हामी त माइती हुनुहुन्छ भित्रबाट थपानी बाँधी बाहिर नाच्ने होइन गीत चाहिँ झारबाट गाउने बाहिर निकाल्यो अनि कुमार दाई हो कि हुन्छ है ल है बिचरा यस्तो पनि तपाईँहरू सबैले दुःख गरिदिनु भयो सबैलाई धन्यवाद है हाम्रो तर्फबाट हाम्रो परिवार तर्फबाट एकदम चाहिँ सबसे ठुलो कुरो भेटघाट हो त्यो ठुलो कुरो भेटघाट भयो एकदम ठुलो कुरो मेरो यहाँ चाहिँ सानो चाहिँ छोरा हो के अरे दुईवटा छोरा हो एउटा ठुलो छोरा यही बिहाको भयो उसको बाद शिवा र शङ्कर भन्छ नाम त खेमान र भवन हो छोरी एउटा अमृता हो यहीँ आछ ज्वाइँ पनि यहीँ आउनु भयो मेरो दुईवटा छोरा एउटा छोरी हो बुहारी जर्मनबाट आएको छोरा दुईवटा छोरा छोरी बुहारी नाति नाति धेरै रमाइलो खुसी छु मेरो 79 वर्ष भयो अब ठिकै छ 84 पुग्ने बेलामा इन्द्रनीमा जाउँला भन्ने मेरो धोको छ हेरौँ छोराहरू बुहारीहरूलाई बोलाउनु पर्ला पुरा होस् अब हामी एउटा कविताहरू लेखेको छु त्यो पछि म पछि उ गरौँला भनेको छु हाम्रो पुरै पुरै बढी भएको बाबु है
यो तरकारी आलुको तरकारी यहाँ भात अझ बाँकी छ यहाँ त है भुट्रो बाँकी छ यहाँ के हो यो फेरि यो सिङ्गी मासु खसी मासु बाबा यो खसीको खसी मासु सिङ्गी बाँकी छ आमा हामीले दान दिने तयारीमा छौँ आमा तपाईँलाई के भन्नु छ ल हाम्रो परिवारको लागि आफ्नो लागि परिवारको लागि जहिले पुरुष सधैँभरि यसो प्रगति गरेको देख्नु पाऊँ राम्रो सधैँ शुभ समाचार सुन्नु पाऊँ भन्ने मेरो आशा छ त्यो मेरो छोराहरू छ नाति नातिना सबै आउँदाखेरि एकदम खुसी छु म धेरै धेरै खुसी छु छोरा परिवार भेट्नुहुँदाखेरिमा सधैँभरि मेरो धेरै धेरै आशीर्वाद लाग्छ मेरो परिवारलाई त्यही भन्न चाहन्छु म यही रानी हो सही रानी हो यो चाहिँ हाम्रो घरको आबयामा अहिले त सिधिसकेर लास्ट गयो रह्यो पनि यो चाहिँ हाम्रै घरको स्याउ त म भन्दिनँ त्यो हुम्ला जुम्ला कतातिरको तर स्याउ चाहिँ नेपालकै है ल ल दान दिने बेला भयो है दान दिने बेला भयो हाम्रो टाढा जानुपर्ने हुन्छ यहाँले बिचरा सबैजनालाई धेरै धन्यवाद है बिचरा उहाँलाई आउनुभयो तपाईँहरू हाम्रो दुई टाउ अनि बुहारी आउँदै हुनुहुन्छ दाजु रातको तयारी हाम्रो दाजु होइन यसो गर न
नाति हुनुहुन्छ भयो